गुड मर्निङ सबैलाई भन्दै बाबाई भने म जिमतिर तर्फ लागेँ। हिँडेर छट्ट हिँड्दै अब उकालो 4 तले माथि चढ्दा खुट्टा त गलेर एक्सर्साइज भइसकेछ। गलेपछि के गर्ने, एकछिन यसो रेस्ट गरेर भ्यूतिर हेरेँ, यसो बाहिरतिर हेरेको त बौद्ध पनि देखेँ। उहाँ बौद्धलाई पनि दर्शन गरेँ। भित्र छिरेर ड्रेस चेन्ज गरेर साला भेन अब जिम हान्नुपर्छ भने चट्ट अब खुट्टा पनि दुखिरहेको थियो। एकताल हेरिदिउँ न भने त कट आएछ भनेर यसो हेरेर ठिकै भएछ। अब भित्र छिरे अब जिम दिनु पर्यो भनेको त वर्ल्ड कप चलिरहेको रहेछ। साथीहरू टुवापर हेरेर म पनि हेरिदिएँ, 3 गोल हाने रहेछ। अब स्टार्ट हान्नु पर्यो जिम है भने सोल्डरको ट्याङ्की ड्याङ दिएको अनुहार त सकिन आँट्छ। अब फेरि अब सिद्धि बसिसकेपछि सालो भेना सँगसँगै लाग्यो है त। अब फेरि आफ्नै ठाउँमा जानु पर्यो हैन। गएर यस्तो गएर भित्र हेरेर त सरप्राइज लौरे भाइ आएछ। फेरि बाहिरबाट चट्ट लौरे भाइलाई जिस्काइदिएको, हाँसेर लजाएर केही छैन। मेरो सम्झीलाई झन् जिस्काइदिएको, लजाएर कहाँ हो कहाँ टेस्ट ड्राइभ हानिदिउँ न भनेर बाइक हानेको। 300 सीसी को बाइक कस्तो हुन्छ भनेर कुदाएको त बाबालाई कुद्दो रहेछ। फेरि उहिले हानौँ न त, एकताल चेक गरौँ भने उहिले चेक हानेको खुलित्तै। अब छुट्टिने टाइममा लौरे भाइ सम्झीसँग चट्ट बसेर कफी खाएको। अनि सबैलाई बाबाई मेरो मिनी भ्लगमा।